हेलो गाइज एन्ड नमस्ते, वेलकम ब्याक माई च्यानल। अनि आज चाहिँ हामी स्विमिङ खेल्न जाँदैछौँ। हामी कहाँ जानु अरे हुप्पी ल्यान्ड स्विमिङ खेल्न जानु लागिरहेको छु। सो धेरै पछि मैले ब्लग फेरि सुरु गरेको छु, अब हेर्दै जानु होला। थ्याङ्क यू सो मच। आज चाहिँ मेरो आउटफिट मैले चाहिँ कपाल कर्ली गरेको छु, अनि यो भयो, अनि प्यान्ट जुत्ता त्यति हो, अरू त्यस्तो केही पनि छैन। अनि सो म चाहिँ मेरो भाइ र मेरो साथीहरूसँग केटी ग्याङहरूसँग जान लागिरहेको छु। मेरो भाइ चाहिँ इन्ट्रोडक्सन। हेलो अनि नमस्ते सबैलाई। हुडी उसको चाहिँ आउटफिट देखा न। आउटफिट हुडी प्यान्ट यति नै हो। सो हामी चाहिँ अब तपाईँलाई देखाउँदै जान्छौँ, तपाईँ अन्तिमसम्म हेरिदिनु पर्यो। थ्याङ्क यू सो मच फर दिस वाच। हामी चाहिँ यहाँ बसबाट ओर्लिसक्यौँ, हामी यहाँनिर आइसक्यो। बोर्ड पनि हेर्नुहोस्, देख्नु होला। एकजना चाहिँ यस्तो खाँदैछ अनि भुटी लान आइसक्यो म चाहिँ। अब हामी जान्छौँ, मेरो साथी आउन बाँकी छ कि, त्यसले गरेर हामी लेट भयो। त्यसले भन्दा नि अब ऊ चाहिँ लेट भयो बस चढ्नलाई, अनि त्यही भएर हामी चाहिँ उसलाई वेट गरेर अनि जान्छौँ। सो त्यही हो, बाई बाई। सो गाइज हामी चाहिँ अब टिकट काट्न लागेको। टिकटको चाहिँ ओन्ली 750 पर पर्सन, अनि ठिकै लाग्यो मलाई चाहिँ। छिरिसक्यौँ, अब चाहिँ हामी खेल्छौँ। यस्तो मजा आउने गरेर चाहिँ बब्बाल हुन्छ। यस्तो गाइज हेर्दै जाऊँ होला। मोटी सुनि ल है गाइज, हामी चाहिँ आइसक्यौँ। ल ह्याप्पी होलिडे है गाइज, ह्याप्पी होलिडे। हाम्रो होलिडे पहिला के खेल्ने, स्विमिङ खेल्ने हो कि पहिला अरू खेलेर पछि स्विमिङ खेल्ने के हो? कुन ल है गाइज, अब चाहिँ हामी लुगा चेन्ज गरेर आउँछौँ। अब त्यही हो, आजलाई त्यस्तै हो। हामीले चाहिँ ड्रेस चेन्ज गरिसक्यो, अब चाहिँ हामी पौडी खेल्न जान्छौँ। बाई बाई। खोइ कहाँ भित्राउने हो, कहाँ ल भिज्नु पर्छ र, यो नि पुगाल्यो हरानी हो गाइज। उतै जाने सक्दैन है, उता माथि गएर माथि। गाइज अब हामीले यो खेल्छौँ, हामी अब यो खेलेर आउँछौँ है त। ल दौडिसक्यो मोटी ट्याक, हामी चाहिँ अब यो खेल्छौँ। गाइज अब हामी यत्रो ठुलोमा जान लागिरहेको छु, यो वालामा जाँदैछौँ। अन्त चाहिँ अब जे भयो नि राम्रै छ, रमाइलो भइरहेको छ है गाइजहरू। हाम्रो टोलीहरूले चाहिँ यस्तो बोक्छन्, हामी चाहिँ यस्तो फ्री साथी छु। त्यही हो, डराइछु यार। अब यति जान्छौँ हामी।
कस्तो भयो त ए म त ठोकिरहने Oh my god! What are you? Wait. Mommy! तिनीहरूको भिडियो बनाइदिनु आइपुग्यो गाइस यस्तो मजा आउने रहेछ फेरि वान्स मोर आई कान्ट खेल्न न एकचोटि फेरि हामीले चाहिँ स्विमिङ खेलिसक्यौँ अब घर जाने टाइम घर जाने भन्दा नि अब माथि अझै घुम्न बाँकी छ हामीले चाहिँ स्विमिङ खेल्यौँ मलाई चाहिँ पुगेको थिएन सो अनि मेरो साथीहरूले चाहिँ जाडो भएर नखेल्ने यताउति बगेर सो त्यही भएर अनि मैले चाहिँ अफ गर्नुपर्ने हो सो त्यही भएर अनि म चाहिँ अब घुम्न जान्छु अर्को ठाउँमा त्यही हो बाई बाई मेन कुरा चाहिँ यसले हो कि यसले गरेर मैले खेल्न नपाएको मलाई जाडो भइसक्यो होइन भोक लागिसक्यो हिँड्नु नै उसलाई पुगे छैन त्यहाँ चाहिँ त्यो त आधा घन्टा पुग्या नि हो मैले यसले गरेर मैले पुग्ने मनभरि पुग्ने गरेर मैले खेल्न पाएन त्यही हो अब नेक्स्ट टाइम आउँछु ल गाइस त्यही हो हामी ल लुगासुगा फेरि यताउति गरेँ सबै गरेँ होइन अब चाहिँ हामीले चाहिँ अब माथि जान्छौँ माथि गएर यताउति खेल्छु हेर्छु अनि त्यो भएपछि हामी खाजा खान जान्छौँ गाइज हाम्रो ग्रुपले चाहिँ यस्तोहरू चाहिँ केही पनि खेल्न मानेनन् अनि मैले पनि स्किप गरिदिएँ किनकि म एक्लै के खेल्नु भनेर अनि मैले पनि खेलिनँ यस्तै हुन्छ कि ग्रुपमा गयो भने गाइस अब हामी यहाँ जान्छौँ सफारीमा डाइनोसोरको यो हड्डी हो है हड्डी अब हामी चाहिँ यहाँबाट डाइनोसर हेर्न जान्छौँ त्यही हो गाइस डाइनोसर चाहिँ यो है अलिअलि भ्लग बनाउनु पर्छ कि पछि बुढी भएपछि हेर्नुपर्छ यिनीहरूलाई फेरि अगाडि पठाउनु पर्ने होला नि कुकुरलाई तान्ने होला हामी चाहिँ बस्यौँ अब जान्छौँ उतै अगाडि बस्यो भने हुने गाइस यसको पुच्छर हल्लिनु जुरासिक पार्कमा देखाएको लेन्स आयो अनि करायो अलि ठुलो छोडेर गरौँ न डाइनोसर नि छ पाउँदैन यो डाइनोसर हो त के त यो गाला पट्किन गाला हानिन्छ बिरायो पेट पनि हल्लिँदैन पुच्छर पनि हल्लायो ल है गाइस अब चाहिँ देख्यौँ हामीले डाइनोसर कराएको पुछिन हाल्यो सबै फर्म हालेर है तर यो चाहिँ नचल्ने रहेछन् ती जाब घुम्न नै यस्ता खान है यो आउने वाली हो कस्तो क्लियर नाच्छ गाइस यो चाहिँ सबसे ठुलो है डाइनोसर कोही चढेन त यस्तो त उतातिर नि हुनु नि एउटा ठाउँ मात्रै
ल गाइज हाम्रो चाहिँ यति नै थियो सफारी। यहाँबाट अघि जस्तो यतिकै हुनु भए पनि हुँदैन होइन। गाइज यो सफारीमा चाहिँ मलाई त्यस्तो केही खास लागेन, एकदमै स्लो थियो बोट पनि, अनि त्यस्तो राम्रो पनि केही छैन खास, त्यस्तो ठिकै छ नि, जस्ट नर्मल छ। अनि हामी भूत घरमा चिन्यो भनेको थियो, अनि त्यस्तो खास छैन भनेर, अनि हामी त्यस्तो के खर्च गर्नु भनेर अनि गरेर गाइज हल्का कन्जुसी पनि भयो, अनि हामी चाहिँ एकदमै भोक लाग्यो भनेर खाजानातर्फ लाग्यो। हामीले चाहिँ लास्टै नै भोक लागिरहेको थियो, अनि हामीले चाहिँ चिया अर्डर गरिहाल्यो पहिला चाहिँ, अनि यताउति अर्डर गरेर खाइहाल्यौँ है गाइज। लास्ट भोक लागिरहेको थियो कि हामीलाई पनि। हाम्रो गाइजहरूले चाहिँ खाँदै थियो, अनि मेरो पालो खाइहालेँ मैले पनि। गाइज हामीले चाहिँ स्विमिङ यताउति गएर खायो। अब चाहिँ हामी घर फर्किन लागेको थियो, अनि त्यो पनि फेरि प्लान चेन्ज भयो, हामी फेरि स्केटिङ खेल्न जान लाग्यौँ। हो गाइज, लाइक शेयर एन्ड सब्सक्राइब द च्यानल इन दिस टाइम। खेल्न जान लाग्छ। फाइनली आउँदैछ, आई कान्ट आउँदैछन् ल हाम्रो छोला ग्याङहरू। छोला ग्याङ त्यो आज चाहिँ फुल्ली रमाइलो भयो हाम्रो। केही रमाइलो भयो भने थके लगाइरहेको के रमाइलो चाहिँ रमाइलो भएको छ फेरि। अनि रमाइलो भएन भनिदिनु भने खुट्टै गलिसी खुट्टा हुन चाहिँ गलिसक्यो हा। अब त्यही पनि अब लास्ट एकचोटि स्केटिङ खेल्ने हो, अनि त्यसपछि जाने हो घर। ल गाइज हाम्रो यही हो है स्केटिङ खेल्ने ठाउँ चाहिँ। जाँदैछौँ, भ्यू चाहिँ दामी आइरह होइन। हाम्रो केटीहरू जाँदैछौँ, अनि जाँदैछौँ। खेल्न आउँदैन तर कसरी खेल्नु त खानाहरू ल है गाइज हामी चाहिँ घर फर्क्यौँ। हामीले स्केट खेल्ने भनेको थियो, त्यहाँ चाहिँ स्केट राम्रो थिएन, त्यही भएर। अनि त्यही माथि ठाउँ पनि सानो, अनि के अरे जुत्ता पनि नपुगेको थियो, अनि त्यही भएर आधी घन्टा कुर्नु पर्ने भएको भएर हामीले चाहिँ फर्क्यो। अब जाँदैछौँ। त्यही हो गाइज आजलाई चाहिँ यति नै। यदि भिडियो मन पऱ्यो भने चाहिँ लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच इन टाइम। बाई बाई।